Hello everyone, this is me, Himali Mankarki from Unqualified ACCA. So आजको यो सर्ट युट्युब सर्ट भिडियोमा चाहिँ म तपाईँलाई मेरो भर्खरै मैले अडिट एन्ड एसुरेन्स इक्जाममा अपियर भएको थिएँ होइन, अनि त्यसको एक्सपिरियन्स कस्तो भयो अनि कस्तो भयो मेरो इक्जाम अनि मतलब एउटा स्टुडेन्टको माइन्डसेटमा चाहिँ के चलिरहेको हुन्छ इक्जामभन्दा अगाडि र इक्जाम पछाडि त्यही एक्सप्लेन गर्नलाई अथवा सेयर गर्नलाई चाहिँ म यहाँ छु। सो सबैभन्दा सुरुमा चाहिँ योभन्दा अगाडिको भिडियोमा मैले मेरो एफआरको इक्जाम भर्खरै दिएको थिएँ अनि त्यसको रिजल्ट भनेको थिइनँ। सो इन द्याट इक्जाम आई गट 75%. So and I'll put that here in this video as well. And अब अडिटको कुरा गर्दाखेरि चाहिँ अडिटभन्दा अगाडि इक्जामभन्दा अगाडि चाहिँ आई वाज प्रिपेयरिङ हार्ड, किनभने अडिटलाई अलिकति हार्ड सब्जेक्ट भनिन्छ होइन, अनि त्यो भएकोले चाहिँ आई वाज प्रिपेयरिङ हार्ड बट आई इन्जोयड द्याट। मतलब जति डिफिकल्टी थियो त्योभन्दा चाहिँ जति डिफिकल्ट भनेर सोचेको थिएँ त्यति चाहिँ मलाई लागेन अनि आई इन्जोयड द्याट भनौँ न। आई इन्जोयड अडिट। वान अफ दि मोस्ट इन्जोयड सब्जेक्ट भनेको मेरो लागि एउटा ल थियो अनि यो अडिट। आई इन्जोयड द्याट। मेबी आई एम इन्टु थ्योरिज एन्ड अल बट आई इन्जोय न्युमेरिकल सब्जेक्ट एज वेल होइन, एफए एफआरहरू पनि आई इन्जोयड द्याट बट अडिट इज आई इन्जोयड द्याट मोर, किनभने अलिक क्लियर भयो जस्तो लाग्यो धेरै कुराहरू। अनि इक्जामभन्दा अगाडि चाहिँ आई वाज प्रिपेयरिङ, आई ह्याड अलरेडी प्रिपेयर्ड हुन्छ नि, सबै थोक प्रिपेयर गरिसकेको थिएँ 2-3 दिन अगाडि नै। अनि मेरो यता अफिसमा छुट्टी पनि थियो अनि त्यो भएकोले चाहिँ आई वाज रिल्याक्सिङ, फुटसल खेल्न गएँ होइन, अनि यता यतिकै साथीहरूसँग आउटिङमा थिएँ अनि जब भोलि जस्तो इक्जाम थियो आज चाहिँ मलाई कस्तो त अलिकति मेबी आई डिन्ट प्रिपेयर्ड अर वाट विल ह्यापन, कस्तो क्वेसन आउला होइन, अनि कस्तो होला भन्ने त्यो मनमा थियो कि माइन्डमा थियो। अनि त्यही कुराले चाहिँ त्यही कुरा चलिरहेको थियो दिमागमा। अनि आई वाज रिभिङ नोट्सहरू, सर्ट्स नोट्सहरू, मैले बनाएको नोट्सहरू आई वाज रिभिङ। अनि त्यही हुँदाहुँदै भोलिपल्ट भयो अनि मेरो इक्जाम चाहिँ 6:30देखि थियो साँझको। अनि इक्जाम हलमा गएँ अनि त्यसपछि अगाडि म अलिक 1 घन्टा जस्तै अगाडि पुगेको थिएँ, किनभने त्यो डकेटमा पनि लेखेको हुन्छ 1 घन्टा अगाडि चाहिँ पुग्नु होला भनेर। अनि आई वेन्ट देयर अनि आई वाज वेटिङ देयर कि। अनि त्योभन्दा बाहिर चाहिँ आई डोन्ट नो इफ यु आर न्यू इन्टु दिस कोर्स, इफ यु हेभन्ट गट इन्टु द स्किल्स लेभल देन त्यो कस्तो फिल हुन्छ कि, त्यो अर्कै खालको डर फिल हुन्छ कि त्यो इक्जामभन्दा अगाडि चाहिँ बाहिर बस्दाखेरि। अनि सबैजना त्यहाँ कतिजना हुनुहुन्थ्यो अनि त्यसपछि उहाँहरू चाहिँ नोट्सहरू हेरिराख्नु भएको थियो कि, नोट्सहरू पल्टाइराख्नु भएको थियो। अनि म चाहिँ केही छैन, आई हेभ प्रिपेयर्ड वेल अनि आई क्यान डु द्याट, अनि आई क्यान फेस एनी क्वेसन्स भन्ने थियो दिमागमा। अनि त्यही भयो अनि त्यही थट्सले म त्यहाँ बसिरहेँ। अनि जति वेटिङ गर्नु परिरहेको थियो अनि त्यो मलाई त्यो कस्तो होला के होला कि कस्तो क्वेसन आउँछ होला भन्ने भइरहेको थियो। अनि मेन कन्सर्न चाहिँ मेरो के थियो भने अर्को टाइम म्यानेजमेन्टको, टाइम म्यानेजमेन्ट मतलब टाइम पुग्दैन कि जस्तो भइरहेको थियो कि। अनि आई वेन्ट इन्टु इक्जाम स्टार्ट भयो अनि इट वेन्ट वेल होइन, इट वेन्ट वेल अनि राम्रो हो। अनि फर्किँदा बाहिर निस्केपछि आई ह्याड द्याट त्यो छातीबाट केही निक्लेको जस्तो हुन्छ नि, केही बोझ थियो अनि त्यो निस्केको जस्तै भयो। सो आई फेल्ट गुड इक्जाम सकेपछि चाहिँ। अनि आई एम मोर रिल्याक्स्ड नाउ होइन। अनि दिस आई एम नाउ वेटिङ फर द इक्जाम होइन। अनि नेक्स्ट आई विल प्रिपेयर फर ट्याक्स। सो त्यसको पनि म यसरी नै इक्जामको एक्सपिरियन्स लिएर तपाईँहरू सामु फेरि उपस्थित हुनेछु। प्लस म छिटै नै नयाँ भिडियोजहरू पनि अपलोड गर्छु। सो त्यसमा पनि वी विल मिट देयर अगेन। थ्याङ्क यू एभ्री वान। अनि जो प्रिपेयर गर्दै हुनुहुन्छ अनि if you have just appeared for exam, share your experience with us in comment.
सो द्याट अरूले पनि थाहा पाउनुहोस् होइन कस्तो हुन्छ है इक्जामको एक्सपिरियन्स भनेर. सो द्याट वाज अल. थ्याङ्क यू. बाई.